ल आज हामी एउटा यस्तो कथाको संसारमा प्रवेश गर्दैछौँ जहाँ एउटा सामान्य देखिने तामाको सिक्काले एउटी सानी केटीको चुपचाप जिन्दगीमा शताब्दीयों पुरानो रहस्यको ढोका खोलिदिन्छ। यो कथा हो मायाको र उनको मौनताको अन्त्यको सुरुवातको। सोच्नुस् त, यो एउटै वाक्यले हाम्रो पात्र मायाको पुरै बाल्यकालको चित्र कोरिदिन्छ। यो सपना र यथार्थबीचको एउटा लडाईँ थियो, जहाँ उनको किताब पढ्ने रहर दैनिक जीवनको भारी जिम्मेवारीले थिचिएको थियो। त्यसो भए आउनुहोस् कथाको पहिलो पाना पल्टौँ। हामी 11 वर्षीय मायाको संसारमा फर्कौँ, जहाँ उनको गाउँको जीवन अब केवल एउटा धमिलो याद मात्रै बाँकी छ। कल्पना गर्नुहोस् त, एउटा सानो माटोको घर जहाँ बिहान चराहरूको चिरबिर, गाईबस्तुको आवाज अनि एउटा ठूलो संयुक्त परिवारको कोलाहलले गुन्जिन्थ्यो। मायाको लागि त्यो घर नै उनको सम्पूर्ण संसार थियो। तर त्यो संसारमा 11 वर्षको कलिलो उमेरमै उनको काँधमा जिम्मेवारीको पहाड थियो। कहिले घाँसको गौरव भारी बोक्नु पर्थ्यो, कहिले भान्साको धुवाँमा निसासिनु पर्थ्यो। साना भाइ बहिनीको हेरचाह गर्दा गर्दै आफ्नो बालपन कता छुट्यो उनलाई पत्तै भएन। अनि राति जब उनी मट्टी तेलको मधुरो उज्यालोमा किताब पल्टाउँथिन्, धेरै तेल नबाल भन्ने हप्कीले उनको त्यो सानो सपनालाई पनि निमोटिदिन्थ्यो। अब यस्तै परिस्थितिमा हुर्केपछि मायाको स्वभाव एकदमै शान्त र सहनशील बन्यो। उनी लजालु थिइन्, इमान्दार थिइन् र जे भए पनि मुन्टो निहोराएर चुपचाप सहन्थिन्। तर कथा सधैँ एउटै ठाउँमा रहँदैन, हैन र? अब कथाले एउटा ठूलो मोड लिन्छ। माया आफ्नो गाउँ छोडेर सुर्खेत शहरको भिडमा आइपुग्छिन्। उनी अहिले सुर्खेतको एउटा नाम चलेको बोर्डिङ स्कुलमा कक्षा 6मा पढ्दैछिन्। हो, उनको जीवन बदलिएको थियो, तर सायद राम्रोको लागि होइन। बाहिरबाट हेर्दा स्कुलको भवन ठूलो र चम्किलो थियो, तर त्यो चमकभित्र मायाको मन भने अँध्यारो र सुनसान थियो। उनको भित्री संसारमा केवल एक्लोपनको बास थियो। स्कुलमा उनको अस्तित्व यस्तो थियो कि उनलाई अदृश्य विद्यार्थी भन्दा फरक पर्दैनथ्यो। उनको कोही साथी थिएन। शिक्षकले नाम सोद्धा पनि उनको गला अवरुद्ध हुन्थ्यो, आवाज काँप्थ्यो। अनि सबैभन्दा नमिठो क्षण त तब हुन्थ्यो जब खाजाको समयमा अरू केटाकेटी क्यान्टिनमा रमाइलो गर्थे, तर माया भने आफ्नो रित्तो झोला समातेर चुपचाप बसिरहन्थिन्। तर हरेक कथामा एउटा यस्तो मोड आउँछ जसले सबै कुरा बदलिदिन्छ। मायाको जीवनमा पनि त्यस्तै भयो। एउटा सामान्य साँझमा जब उनले एउटा रहस्यमयी तामाको सिक्का भेट्टाइन्। एक साँझ उनी स्कुलबाट कोठातिर फर्कदै थिइन्। सुर्खेतको एउटा साँगुरो गल्लीमा हिँड्दा अचानक उनको मनमा एक प्रकारको अनौठो असहज अनुभूति भयो। उनलाई लाग्यो कसैले उनको पिच्छा गरिरहेको छ। उनले डराउँदै पछाडि फर्केर हेरिन्, तर त्यहाँ कोही थिएन। तैपनि त्यो डरको अनुभूतिले उनको मन छोडेन। अनि त्यही डर र हडबडाहटको बीचमा उनको नजर भुइँमा चम्किरहेको एउटा चिजमा गयो। त्यो एउटा पुरानो अनौठो किसिमको तामाको सिक्का थियो, जुन त्यो ठाउँमा हुनु एकदमै अस्वाभाविक देखिन्थ्यो। अनि जब मायाले डराउँदै त्यो सिक्कालाई छोइन् नि, समय नै रोकिए जस्तो भयो। उनको आँखा अगाडि झल्यास्स एउटा दृश्य आयो। रातो माटोले लिपेको मन्दिरको आँगन र त्यहाँ पुराना जमानाको लुगा लगाएकी एउटी महिला थिइन्, जसको अनुहार ठ्याक्कै मायाको जस्तै थियो। त्यो असम्मको अनुभवपछि के भयो त? आउनुहोस् कथाको यो अध्यायको अन्तिम तर सबैभन्दा महत्त्वपूर्ण खण्डमा जाउँ, जहाँ विगतले वर्तमानमा आफ्नो आवाज सुनाउँछ। उनको मुटु जोड-जोडले धड्किन थाल्यो। उनले त्यो सिक्कालाई झोलामा लुकाइन् र त्यहाँबाट अन्धाधुन्ध आफ्नो कोठातिर दौडिन्। थाहा छैन उनी केबाट भागिरहेकी थिइन्, तर एउटा रहस्यले भने उनको जीवनमा प्रवेश गरिसकेको थियो। त्यो रहस्य त्यतिमै सीमित रहेन। त्यो रात जब सबैतिर शान्त थियो, उनलाई आफ्नो झोलामा राखेको त्यही सिक्काबाट कोही फुसफुसाएको जस्तो मधुरो आवाज आयो। र त्यो आवाजले एउटा यस्तो प्रश्न सोध्यो जसले मायाको पुरै अस्तित्वलाई नै हल्लाइदियो। तिमी को हौ माया? के तिमी त्यही हौ जो शताब्दी अघि हराएकी थियो? अब यो प्रश्नको जवाफ के होला? त्यो सिक्का कहाँबाट आयो र त्यो उनी जस्तै देखिने महिला को थिइन्? कथाको पहिलो अध्यायले हामीलाई यिनै प्रश्नहरूको रहस्यमय भुमरीमा छोडेर जान्छ।